Hello and Hello everyone. Welcome back to my YouTube channel. I'm a 13 blogger. So I hope यहाँहरू सबैजना सन्चै हुनुहुन्छ होला भन्ने मलाई ठुलो आशा छ र साथसाथै जसले मेरो भिडियोलाई अहिले हेर्दै हुनुहुन्छ यहाँहरू सम्पूर्णमा पनि म मेरो तर्फबाट र मेरो मनदेखि नै धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु र अहिले चाहिँ हामी जुन दिल्लीमा रहेको केही ठाउँहरू चाहिँ भ्रमण गर्नका लागि यहाँ आइपुगे होइन र तीमध्ये एउटा यो जुन कुतुब मिनार भनेर एकदमै प्रख्यात धेरैभन्दा धेरै टुरिस्टहरू घुम्न आउने ठाउँ भनेको चाहिँ एउटा यो पनि पर्दो रहेछ र यहाँ चाहिँ हामी घुम्नका लागि आइपुगे र यहाँको एकदम ठाउँहरू पनि राम्रो होइन तर एकदमै सङ्कटकालमा बनाएकोले गर्दाखेरि चाहिँ अलिअलि ड्यामेजहरू पनि भएको छ र अहिले चाहिँ हामी आइपुग्यौँ यहाँ लोटस टेम्पल जुन दिल्लीमा रहेको एकदमै एउटा प्रसिद्ध ठाउँ जुन धेरैभन्दा धेरै टुरिस्टहरू यहाँ पनि घुम्न आउने गर्छन् यो हो लोटस टेम्पल र यहाँ चाहिँ मान्छेहरू प्रायः भित्र आएर प्रेयर गर्छन् होइन भित्र चाहिँ त्यस्तो खासै केही छैन त्यो पनि बस्ने ठाउँहरू र एकदम राम्रो रहेछ ठाउँहरूभित्र अनि भित्र चाहिँ के रहेछ भने अब फोटोहरू खिच्नु चाहिँ एकदम अलाउड छैन छ है सो त्यो भएर जस बाहिर चाहिँ एकदम एरिया ठुलो रहेछ यहाँ पनि र तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ बाहिर कति धेरै मान्छेहरू घुम्नका लागि आउँछन् त यहाँ भिजिट गर्नका लागि भनेर चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ है र अहिले चाहिँ हामी यता लाल किल्ला जुन प्रसिद्ध भएको ठाउँ धेरैभन्दा धेरै टुरिस्टहरू घुम्न आउने यहाँ पनि पुगिसके र बाहिरबाट हेर्दा यस्तो राम्रो ठाउँ देखिन्छ नि यहाँ होइन भित्र त के नै छ होला जस्तो कि र अब हामी भित्र जाँदैछौँ कस्तो रहेछ भित्र गएर तपाईँहरूलाई देखाउन चाहन्छु र यहाँ चाहिँ अलिकति सेक्युरिटी गार्ड होइन अलि टाइट रहेछ भनौँ न यहाँ चाहिँ अनि लाल किल्लाभित्र चाहिँ यस्तो देखिन्छ ठाउँ चाहिँ भित्र एकदम ठुलो गेट रहेछ होइन यसको वरपर हेर्दाखेरि नि एकदम राम्रो नजारा एकदम राम्रो ठाउँ होइन घुम्न लायक नै रहेछ भित्र नि र बाहिरबाट हेर्दा चाहिँ यस्तो देखिन्छ है लाल किल्ला भवन चाहिँ र भित्रबाट चाहिँ यस्तै अब भित्र चाहिँ म्युजियमहरू रहेछ होइन र क्लास गर्ने ठाउँहरू उता यता निकै रहेछ र भित्र नि हामीले टिकट काटेर चाहिँ बस्नुपर्ने हेर्नुपर्ने हुँदो रहेछ एकदम राम्रो रहेछ ठाउँहरू हेर्नुहोस् न यहाँ पनि यति धेरै मान्छेहरू आउँछन् कि भिजिट गर्नुको लागि है यहाँ लाल किल्लाभित्र नि तपाईँहरू देख्न सक्नुहुन्छ यो चाहिँ मेन गेटबाट भित्र छिरेपछि चाहिँ यस्तो देखिन्छ नजारा चाहिँ होइन एकदम राम्रो रहेछ ठाउँ घुम्ने लायकको नै रहेछ भनौँ न यहाँ नि सो फाइनल हामी चाहिँ इन्डिया गेट पुगिसके र यहाँ पुगेर हेर्दाखेरि चाहिँ धेरै मान्छेहरू बाहिर नै गेट बाहिर नै बसेर चाहिँ फोटो खिचिरहेको देख्न सक्नुहुन्छ तपाईँहरूले किनभने यहाँ चाहिँ अहिले बन्द रहेछ होइन बन्द गरेको रहेछ अब यहाँ चाहिँ के प्रोग्राम हुनेले गर्दाखेरि चाहिँ बन्द गरेको देखिन्छ र हामीले चाहिँ अब बाहिरैबाट हेऱ्यौँ र बाहिरबाट फोटोहरू खिच्यौँ होइन अनि यहाँ अरू पनि धेरै रहेछ फोटो खिच्नेहरू जस एकदम रमाइलो भयो अनि घुमघाम यस्तो रहेछ यदि हजुरहरूलाई मेरो भिडियो मन पर्यो भने लाइक सब्सक्राइब अनि कमेन्ट गरिदिनु होला भन्न चाहन्छु है त बाई